आज चाहिँ हामी घर बस्नु झ्याउ लाएर हिँड्यो हामी टुई कता थाहै छैन है। फेरि जता पुगिन्छ भनेर यो काँडा चाहिँ खान्छ भनेर टिकटकमा देखेको थियो। आज हामी पनि ट्राई गरिदिउँ भनेर ट्याक्ला ट्राई गर्न लागेको है। उफो खाएको अरे कि फेरि घाँसफुस खाने मान्छे जस्तै खाइदियो कि फेरि हामी 4 जना थामा छिल्ने पनि त्यस्तै, काट्ने पनि त्यस्तै, फेरि खाने पनि त्यस्तै। फेरि खाइयो कप त्यो आहा कति मिठो हुँदो रहेछ नि। ओहो खाएर फुलको मारीले पनि खाइसकेछ, मैले पनि खेरि खाएँ कि नखाएको त होइन। फेरि त्यसपछि हामी टुई हिँडेको त ओहो सनफ्लावर देखियो यहाँ फेरि झ्याप्प लागेर। त्यसपछि यताउता हेरेको त ओहो माछा पौडिरहेको पो देख्छु त। राम्रोसँग हेर्नु है माछा पौडिरहेछ। यो पनि फुलहरू हजुरहरूको लागि है। फेरि ओहो माछा त्यहाँ पढेर मात्रै के गर्नु, यहाँ आएर माछा मारिदिउँ भनेर सोचिरहेको है। यसो हेर्छु कस्तो माछा समातिनु त ल्याजा झ्याम्मै हानेर ढुङ्गाले हानिदियो रिस उठेर झ्याप्पै लागेर। त्यसपछि कसो नमरेको होला र मरे होला नि भनेर यसो हेर्न लागेको त है। मरेको थियो कि फेरि एउटा भोटी, त्यो चाहिँ नभएछ कि भिडियो, फेरि भिडियो बन्द भएको रहेछ। त्यसपछि यताउति हेरेको त यो गाउँ खोला फेरि कस्तो राट लाग्दो जस्तो देखेको नि। पहिला त पानी थियो कि फेरि हामी त्यो हिँड्यो है। हिँडेपछि त जलुको टिप्ने ठाउँमा पुगेछ। जलुको टिप्दा फेरि यसो भोक लाग्यो भनेर चटपट खाइदियो झ्याम्मै लाएर 4 जना मिलेर कप अनि ऐँसेल ट्यापटुप टिपेर कप पारेर फेरि हिँड्यो सुनको खोजीमा। ओहो सुन खोजेको त कस्तो खतरनाकवाला किरा पो भेटिन्छ त। यसो हेरेको त आमामा त्यही किरा लिएर हामी त बल्छीमा लिएर फेरि माछा पर्छ, खतरनाक किरामा त माछा पर्छ भन्ने सोचेको थियौँ। यसो बल्छी लिएर मारेको त बल्छीले पुगेन, मरेन। त्यसपछि त मान्छे पौडियो नि लाउजा मान्छे जलदेवताभित्र छिरेर माछा मार्नलाई पुग्यो। त्यसपछि यताउता हेरेको त ल माछै निस्किँदैन त। होइन यिनीहरू पौडी खेलेको कि माछा मार्न गएको हो भनेर सोच्दै थिएँ म। सोच्दै त बेलुका पनि हुन लागिसकेको रहेछ। त्यसपछि हामी यताउताको नजारा हेऱ्यो टक्क लागेर। त्यसपछि हाम्रो घर आउने बेला पनि भयो। आजको लागि यति नै।